सम्पूर्ण साथीहरूलाई नमस्ते। आज चाहिँ हामी अब तिहार सकेर आज हामी त्रिवेणी धाम घुम्न आइएछ। त्रिवेणी धाममा यसो नुहाइधुवाइ पनि गरियो। दुईटा छोरा प्लस मेरो दाई अनि म घुम्न आएको छु। यही हो त्रिवेणी धामको भ्यू। सबै साथीहरूले वाल्मिकी आश्रम पनि घुम्ने वाल्मिकी आश्रमको यात्रातिर पनि लागेको छ। वाल्मिकी यात्रा पनि यसो अवलोकन गर्न मन लागेर हामी यसो आएको छौँ। यही हो है ल, त्रिवेणी मजाको छ। तपाईँहरू पनि फेरि यसो आउनु होला समय मिलाएर। ल अब हामी यता नेपालको झन्डा लगाएको हाम्रो यता उहाँलाई के भनिन्छ दाइ? माझी दाई हो। माझी दाई अनि क्याप्टेन यता अब ठुल छोरो सानो छोरो अनि म छु स्वयं होइन। यति बेला चाहिँ मलाई एउटा गीतको याद आएछ, हाम्रो मिलन लामा दाईको माझी दाई पोखरा फेवातालको भनेर। ए आज हामी आइपुगेछ त्रिवेणी धाममा, आज हामी आइपुगेछ त्रिवेणी धाममा। अवलोकन गर्दैछु म वाल्मिकीको नाममा, माझी दाई पोखरा फेवातालको लामया साँच्चैको नलाम्बो ख्याल ख्यालको। माझी दाई पोखरा फेवातालको लामया साँच्चैको नलाम्बो ख्याल ख्यालको।